डी फ्रिजबाट अब सी फ्रिजमा राख्दैछौँ। आज शनिबारको दिन एउटा बुट चाहिएको थियो तर बुट नपाएर हो कि नै बुट नपाएर चिन्तिसमा छस्। मलाई बुट चाहिएन। फाइनली सो गाइस केटाहरू झ्याम नुहाइरहेछन्। आज शनिबारको बसाइ म पनि नुहाइरहेको छु। हाम्रो अरू चाहिँ स्कर्पियोमा जान्छन् भने हामी बुलेरोमा आछौँ। छचक्कै बुलेरोमा आछौँ हामी चाहिँ। आज शनिबारको बसाइमा केटाहरू झ्याम नुहाइरहेछन्। म चाहिँ नुहाइसकेर यी पक्कर फेरेर बिन्दासले घाम तापिरहेको छु। अब धुन बाँकी यही मार्दै हो। हाम्रा साथीहरू रैला हान्न आछन्। अब एकछिनमै सेकुवा बन्नेवाला छ। सेकुवा बन्ने चिज हामीले त्यहाँ राखेका छौँ। केटाहरूले त्यहाँनिर चाहिँ फ्रिजमा राखेका छन् यसो मालहरू यहीँनिर। ल रे जल्दी नरे मजा आउनेवाला छ आज चाहिँ। भिडियो अन्त्यसम्म हेर्नुहोस् है। यही हो गाइस हाम्रो अर्ग्यानिक फ्रिज। केटाहरूले उहाँ टक्क सेकुवाको व्यवस्था गरिरहेछ भने म भने यहाँ बियरको व्यवस्था गर्दैछु। हाम्रो सर मजाले हाँस्नु भएको छ। हाँस न हाँस न। मुला हाँस्ने स्वास्थ्यको लागि राम्रो हो थाहा छैन। विनोद मुला साग उता प्यान्टी निचिरहेछ भने गोरे मुला साग उता सेकुवा बनाउँदैछ। म भने यता बियरको व्यवस्था गर्दैछु यहाँ अर्ग्यानिक फ्रिजमा राखेर है केटा। हो चिसै छ त यार। कहाँ ए त्यो गन्नाउने खाल्टो छोडिदिने यार। अब हामी डी फ्रिजबाट निकाल्दैछौँ। यो डी फ्रिजबाट अब सी फ्रिजमा राख्दैछौँ अलिक चिसोको लागि। हाम्रो विनोद मुला सागमा नाङ्गै मजाले बनाइरहेछ। यो भने डी फ्रिज हो हाम्रो लागि आजको। सेकुवा केटा राम्रोसँगै हामीसँग साधनहरू फालाफाल छ नि यस्तो बोकेर हिँड्ने हो। हाम्रो सरकारको मुस्कान त्यही माथि हाम्रो विनोद सर के भन्नु छ? के भन्ने खाना छाडेर होइन गोरे के भन्नु छ तँलाई? के भन्दैन? आज शनिबारको दिन एउटा बुट चाहिएको थियो तर बुट नपाएर हो कि नै बुट नपाएर चिन्तिसमा छस्। राम्रोसँग बना मुला गोरे। आजको भनेको यही हो साथीहरू होइन। आजको खाना पनि पछि हट्ने होइन। तेल पनि हाल्ने उता ढलेका छन् कसैले उता माछा पाउँदैछन् उता छन्। यसरी मोल के मुला साग सबै मन लाग्छ होइन। यो तेल पनि हाल्नु झन् बोसो छ झन् तेल हाल्नु। खाँदैछु कस्तो छ? मिठो छ मिठो। पखाल राम्रोसँग रक्सीले गिलास पकाल्ला छ बाबु त यत्रो धनी। कोही मान्छे फेरि चस्मा लगाएर हिरो भन्ने। ल ल खाऊ साथीहरू खाऊ। अब के भने अब त हेर्ने होला। ल ल को हो म चाहिँ सेकुवा हान्छु तिमी चाहिँ रक्सी खाऊ। अब आफू नखानेमा पर्यो। बस्नेहरू बढ्छन् छुट्नेहरू छुट्छन्। रेलगाडी छुट्यो त छुट्यो अगाडि बढ्यो केटा। छचक्कै बुलेरोमा हामी हिँडिरहेछौँ गाइस। पत्खोलामा डुङ्गा गाइस पत्खोलामा डुङ्गा पत्खोलामा डुङ्गा पत्खोलामा डुङ्गा चाहिँ यति नै आएर आजको मिनी भ्लग यति नै। आजको धेरै साथीहरूसँग रमाइलो गर्यो। सबैजनासँग सेकुवा खाइयो। सबैजनासँग रमाइलो गर्यो नुहाउनु पुग्यो। सबैजनालाई मेरो मिनी भ्लग कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिनु भने पक्कै पनि नबिर्सनु होला।